मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासन, अपारदर्शिता र जवाफदेहिता विहीन नेतृत्वका कारण पनि युवाहरूमा समेत वर्तमान व्यवस्थामाथि आक्रोश पैदा भइरहेका छन्। उक्त आक्रोश पनि राजसंस्था पुनर्स्थापना आन्दोलनकै शक्तिको रूपमा मिसिएको छ। तसर्थ युवाहरू पनि वर्तमान व्यवस्थाको विपक्षमा उभिएर राजावादी कित्ताबाट चर्को रूपमा बुलन्द भइरहेका छन्, जुन गणतन्त्र र वर्तमान सत्ता नेतृत्वमाथिको ठूलो चुनौती हो। राजावादीको व्यापक प्रदर्शन र त्यसप्रतिको समर्थनले एमालेलाई समेत शोचनीय बनाएको छ। प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी प्रदर्शनलाई ठाउँको ठाउँ निस्तेज पार्न निर्देशन दिएका थिए, तर ओलीकै निर्देशन जस्तो राजावादी निस्तेज हुने स्थिति बनेन, जुन कारण पनि सडकमा एमाले विरुद्ध राजावादीहरू हावी भएका छन्। सडकमा भारी समर्थन प्राप्त गर्दा राजावादीहरू अझै हौसिएका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहको ब्याकफोर्समा सडक ओर्लिएका राजावादी शक्तिहरूले गणतन्त्र दिवस अर्थात् जेठ 15 गते नै राजसंस्था पुनर्स्थापनाका लागि भन्दै जनआन्दोलनको आरम्भ गरेका छन्, जुन निरन्तर रहिरहने राजावादीहरूको दाबी छ। यसको पहिलो दिन नै राजावादीको पक्षमा लहर देखिएपछि आन्दोलनको नेतृत्व पक्ष नै अझ हौसिएको छ। आन्दोलनमा राजावादी पक्षधरमा जनलहर देखिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले उत्साहित हुँदै गणतन्त्रवादीहरूलाई जिद्दी नगर्न र नयाँ समझदारीमा आउन आह्वान गरे। सडककै उपस्थिति देखेर उनले जनमत बदलिसकेको समेत जिकिर गरेका छन्। हुन पनि बिहिबार राजावादीहरू र गणतन्त्रवादीहरूले एकै दिन एकै क्षेत्रमा प्रदर्शन गरेका थिए, जसले राजावादीहरूलाई शक्ति मापनका आधार पनि निर्माण गरिदिएको छ। सँगैको क्षेत्रमा सत्तारूढ दल नेकपा एमालेले गणतन्त्रको उत्सव मनाइनु र गणतन्त्रको विरोधमा प्रदर्शन हुनु कसको शक्ति कति भन्ने मापन गरिदिएको छ। तुलनात्मक रूपमा एमालेले आयोजना गरेको उत्सवमा भन्दा राजावादीहरूकै प्रदर्शनमा ठूलो संख्या देखिँदा राजसंस्था पुनर्स्थापना अभियानमा लागेका नेताहरूलाई थप उत्साह मिलेको देखिन्छ। पूर्व राजा ज्ञानेन्द्र शाहले फागुन 7 गतेको पूर्व सन्ध्यादेखि नै राजावादी माहौल बनाउन खोजेका थिए। उनले गणतन्त्रले देश सङ्कटमा परेकाले भावी राजनीति सुधार गर्न राजतन्त्र अत्यावश्यक रहेको र त्यसका लागि आफूलाई साथ दिन आग्रह गरे, जसले राजावादी आन्दोलनलाई थप हौसायो। यसपछि पनि लगातार राजावादी गतिविधिहरू बढ्यो र चैत 15 गते पनि राजावादी पक्षधरले तिनकुनेमा बृहत प्रदर्शन गरेका थिए। तर उक्त आन्दोलनमा जनधनकै क्षति हुँदा राजावादी आन्दोलन नै बदनाम हुन पुग्यो। यसपछि केही समय सेलाएका राजावादीहरूले जेठ 15 लाई नै केन्द्र बनाएर आन्दोलनको आह्वान गरेका थिए, जुन आन्दोलनलाई राजावादीहरूले केही हदसम्म सफल बनाएका छन्। जेठ 15 को राजावादी आन्दोलनलाई बाहिरी रूपमै पनि सभ्य, भव्य र सुसंस्कृत भएको रूपमा चर्चा गरिन थालिएको छ, जुन कारण पनि यो प्रदर्शन सफल भएको दाबी गर्ने गरिएको छ।